कतै हजुरहरू पनि सही समयको पर्खाइमा त हुनुहुन्न। सही समय कहिले त? सही समय हो आज र अहिले। र सुरु गर्नुहोस् अहिलेबाटै र कोर्नुहोस् आफ्नो गन्तव्यतर्फ यात्राका पाइलाहरू। हेलो एन्ड नमस्ते, वेलकम टु माई युट्युब च्यानल एम्प्टी टु एम्पायर जर्नी विथ अनदर ब्युटिफुल डे। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै नै छु। आज म तपाईँहरूलाई लिमिटलेस पुस्तकको दोस्रो च्याप्टर वाइ दिस म्याटर नाउमा मैले पढ्दै गर्दा पाएको जानकारी नोट तपाईँहरूमाझ विस्तृत रूपमा सुनाउन चाहन्छु। र है त म टपिकसँगै सुरुवात गरेँ। वाइ दिस म्याटर नाउ अर्थात् बाह्य आवरणलाई हेर्दा अहिले किन र यसको के आवश्यकता भन्ने बुझ्न सकिन्छ। यो च्याप्टर जिम क्विकले भन्छन् किन अहिले हाम्रो दिमाग अपग्रेड गर्ने, फोकस सुधार्न र जोगाउन पहिलाभन्दा धेरै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ, के कारण महत्त्वपूर्ण छ? उनी भन्छन् वी आर ड्राउनिङ इन इन्फर्मेसन बट स्ट्रभिङ फर विजडम। यानि कि हामी जानकारीमा डुबिरहेका छौँ तर त्यसलाई बुझ्ने, प्रयोग गर्ने क्षमता भने हराउँदै गएको छ। हामी भोकाइरहेका छौँ। हामी यस अवस्थामा हुनुको कारणलाई जिमले डिजिटल भिलेन्स भनेर व्याख्या गरेका छन्। यी भिलेन्स हाम्रो दिमागलाई कमजोर बनाउने, ध्यान हराउने, स्मरण शक्ति घटाउने प्रमुख कारण भनेर भनिएको छ। जसमा छ पहिलो भनेको डिजिटल डेल्युज, यानि कि जानकारीको बाढी। जिम भन्छन् आज हामीले हरेक दिन यति धेरै जानकारी पाउँछौँ जुन 15औं शताब्दीको मध्यम मान्छेले वर्षभरि पाउने जानकारी अहिलेको मान्छेले एक दिनमा मात्र पाउँछ। र त्यस्तै गरेर 2015को रिपोर्ट अनुसार 1960तिरको भन्दा अहिले 3 टाइम्स बढी इन्फर्मेसन 8 घन्टाको पिरियडमा हामीले पाउने गर्दछौँ। जसले गर्दाखेरि अहिले हामीसँग प्रत्येक व्यक्तिमा हातमा मोबाइल, इन्टरनेट, न्युज, इमेल, सोसल मिडिया, टिभी यावत टेक्नोलोजी एआईको समय जसले सर्वत्र डाटामाथि डाटा छ। फलस्वरूप परिणाम हाम्रो डिसिजन मेकिङ, क्रिएटिभिटी शक्ति दिन प्रतिदिन कमजोर भइरहेको छ। जब हामीसँग विकल्प धेरै हुन्छन्, दिमाग कन्फ्युज हुन्छ, जसले गर्दा सही टाइममा सही निर्णय लिन सक्दैनौँ, जसलाई चोइस प्यारालाइसिस भनिन्छ। उदाहरणका लागि तपाईँ मार्केट जानुभयो, त्यहाँ 100वटा स्याम्पूको बोतलहरू देख्नुभयो, 100वटा स्याम्पूको अप्सन देख्नुभयो भने कुन लिने भन्ने निर्णय लिन निकै गाह्रो हुन्छ। त्यही हो इन्फर्मेसन ओभरलोडको कारण। ओभरलोडको कारण हाम्रो पढाइ, हाम्रो दैनिक काम, दैनिक जीवनयापनमा हुने निर्णय लिन कन्फ्युज भइरहेको हुन्छ। यही सन्दर्भमा हाम्रो देशको हालसालै भएको कुरालाई जोडेँ, जहाँ भ्रष्टाचार, अनियमितता यावत कारणले देशको राजनीतिक अस्थिरता थियो र छ। फलस्वरूप अहिलेको आन्दोलनले जुन जेनजी आन्दोलनले पुरा राजनीतिक परिवेशलाई 24-32 घन्टाको समयमा उथलपुथल हुन पुग्यो। र यसै समयमा हामी विभिन्न स्रोतबाट पाउने जानकारी अनुसार एक थरी मान्छे दानव रूपी र एक थरी भगवान रूपी बनाउने होडमा छौँ। र हामी सधैँ वास्तविक नबुझिकन बुझ्नै सकेका छैनौँ। कारण किन? यो सबै ओभरलोड, इन्फर्मेसन ओभरलोड। हाम्रो दिमाग इन्फर्मेसन ओभरलोडको कारण रङ राइट डिसिजन छुट्याउनै सकेका छैनौँ। त्यसैले अहिलेको परिवेशमा जानकारीको बाढीले मानिसहरूलाई डिसिजन मेकिङ कुरामा प्रत्यक्ष रूपमा असर पुर्याएको छ। सुशीला कार्कीज्यूलाई भनौँ या अन्य कुनै पनि एउटा व्यक्तिलाई, त्यो सरकार पक्षमा पुगेको व्यक्तिलाई कसैले भनेको छ अमेरिकी दलाल, कसैले भनेको छ पश्चिमी दलाल, कसैले भनेको इन्डियन होला, उनीहरू के छ कस्तो छ। तर हामीले हाम्रो न्युज अनुसार हेर्दा त साँच्ची त्यता पो हो कि भन्नु पऱ्यो। फेरि अर्कोले राम्रो भन्छ, अब ओहो राम्रो पो हो कि भन्नु पऱ्यो। कोहीले फेरि नराम्रो भन्छ। अब के गर्ने त? यो इन्फर्मेसनले गर्दा एउटा तार्किक चाहिँ केही पनि छैन। यो भनिसकेपछि यसलाई पुष्टि गर्नुपर्छ भन्ने चाहिँ छैन। तर पनि सबैले भन्दाखेरि हामी पनि लैमा लाग्ने हो कि भनेर एउटा डिसिजन मेकिङ नै हुन सकेको छैन है त। र दोस्रोमा छ डिजिटल डिस्ट्र्याक्सन, ध्यान विचलन।
हामी अहिले यस्तो समयमा छौँ जहाँ ध्यान निरन्तर अट्याकमा पर्छ। मोबाइलको नोटिफिकेसन, म्यासेज, रिल्स, भिडियो, एबद यी सबैले हाम्रो फोकसमा टुक्रा टुक्रा बनाइदिन्छ। जिमको रिसर्च अनुसार अहिलेको एटेन्सन स्प्यान गोल्डफिस लगभग 8 सेकेन्डभन्दा पनि कम भइसकेको छ। यसको मतलब हामी लामो समयसम्म फोकस गर्ने, एकै चिजमा केन्द्रित हुने क्षमता हराउँदै गएको छ। कुनै काम गर्दा होस् या पढ्दा होस्, खाना खाँदा होस् या अन्य काम गर्दा मोबाइल हेर्ने, काम गर्दै गर्दा बिचबिचमा मोबाइल अन गर्ने, सोसल मिडिया खोल्ने बानी परेको छ। जसले गर्दा जे गर्दैछौँ त्यसकोबाट आनन्द आउने, त्यो सम्बन्धी पुरै ध्यान दिन सकेको छैन। प्रोडक्टिभिटी, क्रिएटिभिटी हामीमा हराउँदै गएको छ, जसले भविष्यमा निकै ठुलो अप्ठ्यारो, निकै ठुलो असर निम्त्याउने देखिन्छ है त। र तेस्रोमा छ डिजिटल डेमेन्सिया, यानि कि स्मरण शक्तिमा ह्रास। जिमले यसलाई सबैभन्दा खतरनाक भिलेन मध्ये एक भन्छन्। मेमोरी शक्ति दिमागको मांसपेशी जस्तै हो। एउटा सम्झने शक्ति, एउटा सोच्ने शक्ति हाम्रो दिमागको, हाम्रो मस्तिष्कको एउटा मांसपेशी जस्तै हो, जसलाई प्रयोग गरे बलियो हुन्छ र प्रयोग नगरे कमजोर। तर आज हामी साना साना कुरा पनि दिमागमा राख्दैनौँ, जस्तो कि आफ्नै परिवार, आफ्नै साथीभाइको नम्बर, जन्मदिन, एड्रेस अथवा विभिन्न चिजको पासवर्ड, साथै सामान्य गणितका हिसाब। जस्तो कि हामी पहिला लगभग 15-20को दुनासम्म 5 कक्षा पढ्दै गर्दा 15-20को दुना सुद्धा हामीले कन्ठै पारेर जान्थ्यौँ। हामीलाई खासै हिसाब किताब चाहिन्थेन। हिसाब गर्नलाई क्यालकुलेटर यी चिजहरू चाहिन्थेन। पछि गएर 8-9मा गएपछि बल्ल क्यालकुलेटर युज गरिन्थ्यो, त्यो पनि एकदम कम रूपमा होइन। अप्सनल म्याथ युज गर्नेहरूले चाहिँ अलि बेसी गरिन्थ्यो, अरू गर्दा त खासै त्यति धेरै क्यालकुलेटर युज पनि गर्नुपर्ने। तर अहिले हामी ताल पऱ्यो भने एक कक्षाको पढ्ने विद्यार्थी, नर्सरी पढ्ने मान्छेलाई अब सिधै एआई, गुगल, च्याट जिपिटी के हुन् के को उसमा राखिदिन्छौँ, सक्यो। त्यसपछि उनीहरूलाई होमवर्क गर्न पनि सबै चिज त्यहीँ आइदिन्छ सबै। त्यसपछि त आफ्नो दिमाग युज भन्ने कहीँ पनि हुँदैन, कहीँ पनि युज गर्दैन। र अहिलेको बच्चालाई सोध्यो 2को दुना भन् भन्यो भने त थाहा छैन बिचराहरूलाई है। हामी पनि अहिले त त्यस्तै भइसक्यो। अब ख्यालै गर्दैनौँ। पहिला पो पढिन्थ्यो, त्यही अनुसार हुन्थ्यो र दैनिक रूपमा प्रयोग गरिन्थ्यो र हुन्थ्यो। अहिले त अब केही पर्यो, मोबाइल ठ्याक्क निकाल्यो, क्यालकुलेटर हान्यो, ट्याक ल भइहाल्यो होइन त। त्यसैले फोनमा जे कुराहरू पनि हामीले फोनमा राख्छौँ, क्यालकुलेटरकै प्रयोग गर्छौँ, जसले गर्दा हाम्रो दिमागको अभ्यास हुँदैन। अभ्यास नहुँदा हाम्रो नेचुरल मेमोरी क्यापेसिटी कमजोर हुँदै गएको छ। जिम भन्छन् टेक्नोलोजी इज अ पावरफुल टुल, बट इफ यु आउटसोर्स अल युर थिङ्किङ टु इट, यु लुज युर ओन एबिलिटी टु थिङ्क। यानि कि हामी कुनै काम वा समस्या समाधान गर्ने प्रविधिमा पूर्ण रूपमा निर्भर हुन्छौँ वा हामीले आफ्नो बौद्धिक क्षमता प्रयोग गर्न छाड्छौँ, जसले गर्दा हाम्रो दिमाग वा मस्तिष्कले सोच्ने क्षमताको क्षयीकरण, समाधान गर्ने सिपको अभाव, निर्णय लिने क्षमतामा असर, आलोचनात्मक सोचको कमी, रचनात्मक सोचको कमी हुने गर्छ। त्यसैले प्रविधिको प्रयोग सही साधनको रूपमा प्रयोग गर्नु बुद्धिमानी हुन्छ, जसले गर्दाखेरि प्रविधिको प्रयोग चाहिन्छ। हामीले सबैले प्रविधिको प्रयोग गर्नुपर्छ, तर त्यसको पनि एउटा लिमिट हुनुपर्छ क्या। प्रयोग गर्दै गर्दा यतिसम्म प्रयोग गर्ने भन्ने हुन्छ, जसले गर्दा आफ्नो दिमाग पनि बोझो नहोस् र प्रविधिको पनि भरपुर उपयोग गर्न सकियोस्। र उनले त्यसैले प्रविधिको प्रयोग सहयोगीको रूपमा गर्नु पर्यो, न कि सम्पूर्ण काम यसलाई नै सुम्पेर आफ्नो दिमागलाई निष्क्रिय बनाउने। केही पनि थाहा छैन, ब्लाइन्ड छ टोटल्ली, केही पनि थाहा नभए जस्तो हुनुपर्ने, आफूले आफैप्रति विश्वास छैन, यस्तो हुनु भएन भन्ने चाहिँ उनको कुरा हो। र चौथो नम्बरमा छ डिजिटल डिडक्सन, आफैले सोच्ने शक्ति हराउने। जिमले चौथो भिलेन भनेर व्याख्या गरेका छन्, जस्तो कि गुगलमा सजिलो उत्तर पाउनु राम्रो हो, तर यदि हामीले सधैँ रेडिमेड एन्सर खोज्ने हो भने क्रिटिकल थिङ्किङ हराउँछ। समस्या समाधान गर्ने तार्किक सोच्ने क्षमता गर्छ। मानव दिमागलाई एक्सर्साइज नै गर्न पाएको छैन। यसै गरी हामीले आफ्नो दिमागको प्रयोग नगर्ने हो भने भविष्यमा एआई वा मेसिन सोच्ने काम गरिरहनेछ।
उनीहरूको बढ्दो प्रभाव हुनेछ अनि मान्छेहरूको सोच्ने रचनात्मक क्षमता कमजोर दुवै हराउँदै जानेछ। मान्छेमा सोच्ने शक्ति नै नहुन सक्छ। यसरी नै यो एआई यो टेक्नोलोजीको प्रयोग गर्दै जाने हो। त्यसैले आफ्नो मस्तिष्कलाई आजैबाट व्यायाम गराउनु र यस च्याप्टरमा उनले क्विक स्टार्ट भनेर एउटा अभ्यास दिएका छन्, एउटा सरल अभ्यास दिएका छन्, जसले गर्दा अहिले सामान्य लागे तापनि यसले भविष्यमा ठुलो परिवर्तन ल्याउनेछ। यसले भविष्यमा हाम्रो दैनिक जीवनमा एउटा ठुलो परिवर्तन ल्याउनेछ र हाम्रो आचरणमा परिवर्तन ल्याउनेछ। उनी भन्छन्, आज 10 मिनट समय निकाल, आज तिमीले तिम्रो लागि समय 10 मिनट निकाल अनि कुनै डिस्ट्र्याक्सन बिना एउटै काममा ध्यान देऊ। कुनै पनि काम होस्, जस्तोसुकै काम होस्, या पढाइ होस्, या नोट लेख्नु होस्, या डायरी लेख्नु होस्, या खाना पकाउँदा होस्, या खाना खाँदा होस्, या वासरुममै जाँदाखेरि होस्, तर शर्त बिचमा मोबाइल, सोसल मिडिया, नोटिफिकेसन केही पनि वरिपरि हुनु भएन। यो अभ्यासले अटेन्सनको मसल्स बलियो बनाउँछ। जस्तै जिममा गएर शरीर एक्सर्साइज गर्छौँ, ध्यानलाई पनि एक्सर्साइज गरेर बलियो बनाउन सक्छौँ है त। र हामीले यो च्याप्टरबाट मुख्य सिक्ने पाठ भनेको यी 4 भिलेन जुन छन्, डिजिटल डेल्युज, डिजिटल डिस्ट्र्याक्सन, डिजिटल डेमेन्सिया, डिजिटल डिडक्सन, यावतले हाम्रो ब्रेनलाई लगातार चुनौती दिइरहेका छन्। तर हाम्रो कुरा के हो भने दिमाग फिक्स छैन। यो न्युरोप्लास्टिक छ, जसलाई तन्काउन सकिन्छ, जसलाई अभ्यास गरेर, जसलाई एक्सर्साइज गरेर बदल्न सकिन्छ, यसलाई परिवर्तन गर्न सकिन्छ। यसको अर्थ चाहे जस्तोसुकै उमेर होस्, जुनसुकै उमेरको व्यक्ति भए पनि आफ्नो दिमागलाई फेरि जस्ताको तस्तै पुरानो नै तेज नै बनाउन सक्छौँ है त। र त्यस्तै गरी अर्को सिक्नै पर्ने कुरा भनेको आजको युगमा डिग्रीभन्दा ठुलो कुरा फोकस र एटेन्सन हो। डिग्री लाखौँले लिन्छन्, तर आफ्नो ध्यान नियन्त्रण गर्ने शक्ति थोरैले मात्र बनाउँछन्। हामीलाई रोक्ने कुरा जानकारीको कमी होइन, जानकारीको ओभरलोड हो। तर जोसुकैले आफ्नो ध्यान जोगाएर आवश्यक कुरा छनौट गर्न सक्छ, उसले अवसर कब्जा गर्छ। जिमले भने जस्तै, इफ नलेज इज अ पावर, लर्निङ इज योर सुपर पावर। तर यो सुपर पावर केवल त्यति बेला मात्र चल्छ जब हामीले आफ्नो ब्रेनलाई 4 भिलेन्सबाट सुरक्षित रूपमा राख्छौँ। त्यसैले साथीहरू, आजैबाट फोकसको अभ्यास गरौँ, डिस्ट्र्याक्सन कम गरौँ, आफ्नो मेमोरीको प्रयोग गर्ने बानी गरौँ अनि आफ्नो मस्तिष्कलाई सोच्ने मौका दिउँ। मस्तिष्कलाई परनिर्भर हुन नदिउँ, जसले गर्दा हराउँदै गएको रचनात्मक सोच, तार्किक शक्ति पैदा गर्ने मांसपेशीलाई बलियो बनाऊ। आफ्नो सोच, आफ्नो शक्ति बलियो हुनु नै हामी लिमिटलेसतर्फ उन्मुख हुनु हो है त साथीहरू। र आजलाई यति नै। च्याप्टर 2 के कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नु होला। र अर्को च्याप्टर, अर्को एपिसोड च्याप्टर 3 यो लिमिटलेस ब्रेन भन्ने लिएर आउनेछु। र जाँदै जाँदै अन्तिममा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव चाहिँ अवश्य दिनु होला है त। थ्याङ्क यू सो मच।